Hey guys, I'm Sagar Gurung and आज चाहिँ हामी काठमाडौँ जाँदैछौँ सबिन सोल्टीको मेडिकलहरू गर्नको लागि जापानको लागि हैन। अनि अब काठमाडौँको सबै कुराहरू भ्लगमा कैद गर्न चाहन्छु म, त्यही भएर म आज भ्लग बनाउँदैछु हैन। अहिले स्टोर चलाउँदै मोबाइल चलाउनुहुन्न, सो अब हामी बजार गएर भेट्छौँ है। के छ गाइस? हामी अहिले यहाँ बहिनीको रुममा आइपुगेका छौँ। अब इसेवाको अफिसमा जान छ। ओए जाऊँ भनेको। हाम्रो इसेवाको अफिसमा चाहिँ काम सकिसक्यो। अब हामी लाग्दैछौँ त्यही बहिनीको रुममा हैन। त्योभन्दा अगाडि हामी सायद एटिएम जानुपर्ने हुन्छ। हामी एटिएम जान्छौँ। एटिएम गएर पैसा झिकेर ओए पर्स त मेरो ब्यागमै छ है। अब पर्स लिएर जाऊँ, एटिएममा पैसा झिकौँ। ए हुन त हामी त्यतिबाट हिँडेर गयो नि हुन्छ। ल अब यहाँबाट भिसा छिरेर हाम्रो साधन यहाँ आइसकेको छ अजन्ता नानीको रुममा। अब हामी निस्किन लाग्दै हो। हामी रुमबाट निस्किसक्यौँ। यस्तो बाह्र दुईटा झोला लिएर अब हामी एटिएम जान्छौँ। यताबाट आउँछ नि कस्तो हो क्या। हिजो पानी परेको थियो। आज सुत्ने बेला यस्तो जाडो भएको छोडिदियो। मैले त थाहा पाएको थियो त्यो ऊ बोलाउन आएको, दिदी बोलाउन आएको। के अरे सोल्टी होटलमा जाने कि म्यारिगोटमा जाने कि कुनमा हो? अन्नपूर्ण 5 स्टार हो नि होइन? 7 स्टार छैन भनेको नेपालमा। ए त्यो हाम्रो बिजनेसको प्लान हुँदैछ नि 7 स्टारको लागि। ल ल सिजी ल्यान्डमार्कको अगाडि ठ्याक्क अगाडि हामी जिजी ल्यान्डमार्क खोल्ने होइन त गुरुङ ग्रुप। के अरे एटिएमको काम भएर अहिले हामी म्याजिकमा छौँ, गइरहेछौँ। अब हामी बसपाक गएर गाडी चढ्छौँ। वी हेभ बुक्ड आवर टिकट। यो आएछ हामीलाई। एकछिन बसेको यस्तो गर्मी भएर बमिटो लाग्छ आएको, त्यही भएर एकछिन बाहिर आएर बसिरहेको। अनि अर्को कुरा चाहिँ मैले भ्लग नगरेको धेरै नै भइसक्यो होइन। त्यही भएर मैले यस्तो केही कामहरू गर्दाखेरि भ्लगहरू खिच्ने बिर्सिरहेको छु क्या। बिर्सिरहेको छु तर खिचिरहेको छु। सोल्टी कति गर्मी चिप पसिना आइसक्यो। आमा यस्तो गर्मी भए कहिले हिँड्यो थाहै छैन। बल्ल हाम्रो माइक्रो हिँड्न सुरु गरेको छ। बाई बाई चितवन। मुस्लिमको जाम गऱ्यो हामीले अझ हामी मुस्लिमको जाममा छौँ। यस्तो गर्मी भएर आमा एकछिन निदाएँ म निदाउन नि कहिले खुल्ने यार वहीँसम्म छ यार। त्यही भएर लङ डिस्टेन्स मलाई गाडीमा हिँड्नै मन लाग्दैन क्या। त्यो चाहिँ अब ए अघि एउटा इन्सिडेन्ट भएको मलाई भन्नु मन लागिहाल्यो होइन। त्यहाँबाट नि फेरि गइरहेको थिएँ। त्यो इन्सिडेन्ट चाहिँ के हो भन्दाखेरि होइन, हाम्रो अगाडि 3टा सिट हुन्छ नि त। त्यहाँनिर एकजना हल्का आन्टी भन्दा नि अलिकति सिनियर के हजुरआमा टाइपको मान्छे बसिरहनु भएको थियो होइन। अनि पछाडि चाहिँ 2जना दिदीहरू हुनुहुन्थ्यो। त्यो हजुरआमा जस्तो मान्छेले चाहिँ गर्मी भए अब यो गाडीमा नचढेर अर्को गाडीमा जाने जस्तो कुरा गर्नुभयो। पछाडिको दिदीहरूले चाहिँ हामीलाई पनि गर्मी भए हामी अगाडि आउँछौँ है भनेर त्यो कुरा राख्नु भएको थियो होइन। पछि त्यो हजुरआमाले चाहिँ यस्तरी हात उठाएर इस रे के क्या। अनि हामी त चिनेको मान्छे जस्तो लाग्थ्यो होइन, तर होइन रहेछ तिनीहरू कम्प्लिटली अननोन मान्छे, तर पनि त्यस्तो बिहेभ गरिदिरहेको।
सोल्डी हामी के हाम्रै रोल्स रोयसमा आएको भए यस्तो हुन्थ्यो हुन त रोल्स रोयस जान मिल्थेन होइन तर हामी प्राइभेट प्लेनमा गएको भए त त्यो रनवेमा हेरेर हाम्रो प्लेन त्यत्तिकै घाममा टट्टेर बसेको माइक्रोमा जाने पुरै के अरे चिसो पानी बाटोमा चिसो पानी किन्दै चटपट खाँदै जाने भनेर निस्केको होइन है नत्र हामी प्लेनमा जान्थेन त कटाको ठाउँ नि होइन नि त हामी अब टाइम पास गर्न लुडो खेल्दैछौँ प्लेन पास एन्ड प्ले गर्दै यहाँ एकजना हुनुहुन्थ्यो कि होइन एकजना हुनुहुन्थ्यो हामीसँगै काठमाडौँ जाँदै हुनुहुन्थ्यो अनि यहाँ जाममा परेपछि चाहिँ उहाँलाई थाहा भयो कि खासमा उहाँ चाहिँ पोखरा जाने मान्छे रहेछ अनि काठमाडौँको माइक्रोमा चढ्नु भएको रहेछ कि अहिले चाहिँ हामी उता पहिरेको ठाउँमा जाँदैछौँ होइन त्यहाँनिर बाइकहरू कट्न देखायो भने चाहिँ हामी नारायणगढ फर्केर आफ्नो साधन लिएर आउन पनि सक्छौँ जामहरू कहिले खुल्ने हत्तो पत्तो नै छैन त्यही भएर चाहिँ अब भोलि त जसरी भए पनि उसको त्यो पिएफएस मेडिकलहरू गर्न त जानु पऱ्यो नि त त्यही भएर चाहिँ अब कहिले पुग्ने केही थाहा छैन होइन ड्राइभर पनि फर्किने कुरा गरिरहेको कि अर्को गाडीमा हालिदिन्छु म चाहिँ फर्किन्छु कहिले थाहै छैन भन्ने कुरा गरिरहेको त्यही भएर जति के अरे बाइक स्टोरहरू गर्छ भने चाहिँ हामी फेरि चितवन फर्केर आउन पनि सक्छौँ रोड त पुरै ब्लक हाई फ्लोर बाइकहरू पनि यहीँ छ थोरै अगाडि गएर बुझौँ भर्खरै एकजना पुलिस अफिसरको सुन्नमा आएको होइन पुलिस अफिसरले बोलेको होइन यो कुनै हालतमा खुल्नेवाला छैन अरे कि त्यस्तो भने भर्खरै लाइभ ढुङ्गा झर्दै गयो लाइभ ढुङ्गा कि लाइभ ढुङ्गा झर्दाखेरि यहाँको मान्छेहरूको देऊ कि यहाँको परको त्यस्तो झर्या यो त्यो पत्ता गोबी जस्तो छैन सेम मिनरल वाटर जस्तो खायो पानी हल्का खाएर टाउको भिजाएर मुख धोएर पानी अनि बोतलमा भरेर हामी फेरि त्यो आफ्नै माइक्रोतिर जाँदैछौँ अब हेरौँ पुरौँ अब बेलुकासम्म खिचेको गऱ्यो भने अब चार्ज पनि सकिन सक्छ होइन चार्ज इज भेरी इम्पोर्टेन्ट यस्तो लङ डिस्टेन्स हिँड्दाखेरि होइन पछि अब चाहिँ जाम खुलेपछि भेटौँ है पहिला खान्थे एक वर्षपछि बाजे चाहिँ 102 वर्ष पुग्नु भयो 102 वर्ष होइन उहाँको बहिनी पनि 100 वर्ष पुगेर अनि बित्नु भयो अरे अब 13 दिन जति भयो अरे ल भर्खरै बाटो खुल्यो भन्ने न्युज आयो होइन यहाँ मान्छेहरू भागाभाग छ जसरी मुक्लिन कट्ने भन्छ ल हामी पनि अब जसरी मुक्लिन गर्नुपर्छ होइन रहेछ बाटो खुलेको होइन रहेछ त्यहाँ खै एउटा एम्बुलेन्स हो कि समथिङ त्यसलाई चाहिँ जान दिएको हो कि खै के भनेको थिएँ मैले पनि राम्रोसँग पत्तो पाइनँ बाटो खुलेको होइन यहाँ काँक्रो बेच्दै आयो हामी काँक्रो खानु लाग्यो होइन त्यहाँनिर कस्तो गाडीभित्र छिरेको होला त्यो मान्छेहरू हामी यहाँ बाहिर यहाँ कस्टमरहरू आइरहन् गाडीभित्र छिरिदियो ठीक है और हिंदन मध्ये
Bro. यो एउटा कति हो? यसलाई 50 रुपियाँ? ओहो महँगो रहेछ। यत्रो पिरो हाल्न त पर्दैन। किन म खान्छु नि चाहिँ अलिक ठुलो हाल्नु थोरै हाल। कति गाली सुन्न पर्यो बाहिर आउन दिनु पुलिसहरू पनि जानु खुलेर दौडेर त्यो एउटै रेट हो। च्यात्नु पर्दैन बुके लय नि अहिले त बाहिर निस्केर बसेको जस्तो लाग्यो। काँक्रो खायो फेरि पिरो भयो अब फेरि पानी खान जानु लाग्यो। के अरे त्यो काँक्रोलाई हाफ स्लाइस गर्छ नि त एउटा काँक्रोलाई होइन भनेपछि दुईवटा स्लाइसको एउटा काँक्रो हुन्छ एउटा काँक्रोको दुईवटा स्लाइस हुन्छ होइन अनि एउटा स्लाइसलाई 50 रुपियाँ अरे होइन भनेपछि एउटा फुल काँक्रोलाई 100 रुपियाँ हामीले खायो 4 पिस भनेपछि 200 रुपियाँ दुईवटा काँक्रोलाई 200 रुपियाँ। वाट अ बिजनेस। जाम खुल्यो कि खुलेन चाहिँ थाहा छैन। हामी जाँदैछौँ होइन गाडी चाहिँ चेन्ज गरिसक्यौँ हामीले। त्यो अघिको ड्राइभरले अर्को गाडी मगाएर अनि हामी सिटमा बसिसक्यो। त्यसपछि हामी अब जाँदैछौँ। जाम चाहिँ खुल्यो कि खुलेन थाहा छैन तर मान्छेहरू चाहिँ गइरहेछ बाइकहरूमा यता अब झन् जाम पर्छ कि हुनसक्छ किनभने सबै गाडीहरू त्यतै थुप्रै है। गाडी खुलेर जाउँ त्यो पहिलो गाडी त्यहीँ छ हेर न खुले छैन कि बाहिर हावा चलिरह हामीले यसलाई हावालाई छेकेर यतापट्टि बेन्ड गरिरहेको यस्तो सही हावा आइरहेको त्यो शीतल भइरहेको अहिले चाहिँ हावा आएन है थोरै थोरै उता अगाडि बाहिर थोरै बल्ल हामी कट्न लाग्यो भर्खर एउटा गाडीको माथि चाहिँ ढुङ्गा पनि झऱ्यो अरे भर्खर हामी त्यो कट्यो अहिले चाहिँ कति बजी हेर त 4:15 जति भयो अब हामी चाहिँ कट्यो फास्ट कसैले त्यो अङ्कलको छत्ता कसैले ल्याएर गइदिनु कि सक्दै नसकेर म लास्ट सिटमा आएर सुतेको। कुन ठाउँ हो यो? अङ्कल कुन ठाउँ हो यो? कुन ठाउँ हो? मलेखुमा आएर हामी समोसा तरकारी खाँदैछौँ।
अरूले माछा खान्छ हामी समोसा गरेर खान्छ बिहानदेखि अब त्यो समोसा तरकारी यताउता मसालेदार चिजहरू मात्रै खाएको नि त होइन अब चाहिँ के फ्रुटहरू खाऊँ भनेर के अरे वाटरमेलन चाहिँ हामीले भ्याइसक्यो अहिले थोरै बेची छ अब यही खाने बस्ने एकछिन गाडी जान्न होला यहीँ खाँदै बस्छ कहिले हो कहिले अब काठमाडौँ अहिले काठमाडौँ हो ड्राइभर चढिसकेको जाउँ गाडीमा गएर यो पानी दिएर जाउँ उता गाडीमै लान्छ जाम गाडीमा हो हामी कलङ्की आइपुग्यो फर्स्टमा हामी होटल बुक गर्नुपर्छ अनि त्यसपछि कुरा गर्नुलाई हामी सुन्दारातिर जाँदैछौँ होइन सुन्दारामा गएर चाहिँ रुम बुक गर्नुपर्छ के अरे दिल्ली बजार र अर्को कहाँ अरे दिल्ली बजार र कहाँ अरे ए दिल्ली बजार र थमेलको चाहिँ ठ्याक्क बिचमा पर्ने रहेछ कि सुन्दारा चाहिँ त्यही भएर हामी सुन्दारामा बस्न लाग्यो कि हाम्रो यता थमेलतिरको काम पनि हुने भयो अनि यता दिल्ली बजारतिरको काम पनि हुने भयो क्या त्यही भएर हामी अब ट्याक्सीबाट झऱ्यौँ हामी सुन्दारा आइपुग्यौँ धरहरा के नोट छैन बोलो धरहरा धरहराको अगाडि कस्तो लाग्यो धरहरा अब यतातिर होटेलहरू बुझाउँ यसो सागर गेस्ट हाउस रिसोर्ट अब यसो नगई भयो त मेरोमा सागर गेस्ट हाउसमा नगई भयो त सोल्टी ओहो हुन्छ भातै खायो पनि हुन्छ ल अब हामी रुम बुक गरेर बसिसक्यौँ होइन अनि एकछिन चाहिँ हामी बाहिर निस्किनु लाग्यो तर सस्तो हो नि त सोल्टी अब 2000 को रुममा कस्तो आउँछ त तिमीलाई अनि टिभी पनि छ टिभी पनि चल्छ अब तल गएर हामी के खानेकुराहरू खान्छौँ के भन्नाले सकेसम्म भातै खान्छौँ होइन बिहानबाट भात खाएन खाना सेट थकाली खाने ल हेरौँ के पाइन्छ ल अहिले अब हामी तल गएर खाना खान्छौँ अनि त्यसपछि रेस्ट गर्न फर्किन्छौँ कस्तो ह्यान्डसम देख्यो यार मलाई यार होइन मलाई ह्यान्डसम देख्यो हामी यसो फुड आउनको लागि निस्किरहेछौँ लुक एट दिस सेतो टावर नट धरहरा अब के खाने हो मोलो तर मोलो आज हामी अन्नपूर्णमा बसियो अन्नपूर्ण त अलिक पुरानो 5 स्टार हो नि त होइन सायद त्यही भएर होला क्या त्यो त्यस्तो लाग्यो कि अब भोलि त अब सोल्टी जाने कि म्यारियट जाने कि कता सोल्टी तर म्यारियटमा पनि बहा छ नि सोल्टी म एकचोटि गएको छु नि एकचोटि रे के
म त काठमाडौँ आउने बित्तिकै म्यारियटमा होइन त म चाहिँ 51% सेयर मेरो म्यारियटको छैन त एकचोटि गरिब सोच के सोल्टी पहिला धरेर भएको यहाँनिर मतलब त्यो चाहिँ धरेर पहिलाको धरेरलाई कभर गरे कि अहिले चाहिँ हामी यहाँ खाना आएको होइन चिकन थकाली खाना लागेको के अरे सबै होटेलहरू चाहिँ लगभग बन्द भइसकेको थियो होइन अनि बल्ल बल्ल एउटा देखेर अनि त्यो पनि बन्द भइसकेको थियो तर त्यहाँ मान्छे थियो अनि हामीले चेन गेट खोलिदिनु न खाना पाउँछ भने खाना खानु पऱ्यो भनेर चाहिँ आएको उतापट्टि राखेको कि तिम्रो मासु ग्रेभी सही लागेको छ सही छ तर अब टेस्ट हेरौँ पाकिसक्यो होइन त्यो मासु त होइन यसपट्टि मैले चाखेँ दाल चामल रहेछ मिठो यार मेरोमा सर गरेन नि त भयो कोही लाग्यो कोही लागेन मेरो भात त खुवाउनु पाउँछ पाउँछ कि हो ढुक्क खाउन पाएन भने मेरो थप्छ फ्राइजहरू खाने हो फ्राइज खाले घुम्नु त मैले ए यस्तो हो कि छोडी यसलाई हातमा पनि गाउन नपरोस् कि यसरी घुमोस् कि सबैको बाउ छ मैले अनि नबवाल खाना दिएर आउँदैन खाना भन्दै गरौँ है खाना लिएर जाउँ न है खाना खाएर सक्यो होइन अब चाहिँ हामी होटल गएर रेस्ट गर्छ ल आजको लागि यति नै काठमाडौँको डे 1 यति नै हो अब राति आइपुग्यो त्यो पनि देख्न पाइएन अब भोलि चाहिँ अब लेट्स हाम्रो कामहरू गरेर हामी कति एक्सप्लोर गर्नु पाउँछ भोलि चाहिँ गर्छौँ होइन आजको लागि यति नै भोलिको लागि पर्खिनु होला भन्दै यो ब्लगबाट बिदा माग्न चाहन्छु धन्यवाद यस्तो टन्न भयो यार पुगेछ